साथीहरू, हाम्रो यात्रा हुनेछ जुम्ला खलङ्गा बजारदेखि पर्यटकीय क्षेत्र गोठी चौरसम्म। त्यस स्थानसम्म पुग्दा देखिने रमाइला दृश्यहरू तपाईहरूलाई अवश्य देखाउने नै छौँ। हाम्रो यात्रा सुरु भइसकेको छ जुम्ला खलङ्गा बजारदेखि गोठी चौरसम्म। दर्शकबिन, हाम्रो यात्रा सुरु भइसकेको छ। यहाँदेखि बाटोको अवस्था निकै नै नाजुक छ दर्शकबिन। अब केही समयमै हामी गर्जाङकोट गाउँ पुग्नेछौँ। फाइनली हामी गर्जाङकोट गाउँ आइपुगेका छौँ दर्शकबिन। अब हाम्रो यात्रा उकालो र जोखिमपूर्ण हुनेछ। करिब 1.25 घन्टाको मोटरसाइकल यात्रापछि पर्यटकीय क्षेत्र गोठी चौरको नजिक पुगिसकेका छौँ हामी। अहिले हामी गोठी चौर पुगिसकेका छौँ। हामी पर्यटकीय क्षेत्र गोठी चौरको बारेमा स्थानीयसँग केही भलाकुसारी पनि पक्कै गर्नेछौँ। हेलो, 1 किलो भाङ्गोलाई कति पर्छ? 150 रुपियाँ किलो। ए, भाले फेरि 3000 देखि 3500सम्म। एकजनाले महिलाले तल कुम्नीको महिला हुन्, उता तलतिरै बस्छन् होइन। तिमीले 2.5 क्विन्टल जति लिने भाङ्गो गेडा 150 रुपियाँ किलो हो कि जस्तो लाग्छ। 200 रुपियाँ किलो भाङ्गोलाई 150 रुपियाँ किलो भाङ्गो। कुखुरालाई 3500 देखि 4000। त्यस्तै 3000 देखि हेरेर, अब मासु हेरेर, अब ठुलो राम्रो गजब छ भने 4000 सम्म पनि पर्न सक्छ। अधिकतम 4000, न्यूनतम 2000 देखि हेरेर। यहाँ पछि चिसो मात्र हिउँले
कठाङ्ग्रेर हैरान पार्छ होला त। पहिला त धेरै हुन्थ्यो, यहाँ धेरै जम्थ्यो यो चौरभरि। तपाईँको मङ्सिरको अन्तिमदेखि लिएर चैतको पहिलो हप्ता वैशाखसम्मै यो पुरै हिउँ जम्या हुन्थ्यो पुरा बरफ। अहिले हुन्न त्यस्तो? अहिले हुन्न, अहिले हिउँदैतिर धेरै पानी नै पर्दैन। अलिअलि 1 फिटसम्म त जम्छ 1 हप्ता बढीमा, 1 हप्ता 1.5 हप्ता। यहाँ चामल तल बजारभन्दा कति फरक छ? 100-150? त्यस्तै 1-150 भन्दा पनि यहाँ त अब त्यस्तो होलसेल पसल अहिले यहाँसम्म आजसम्म यो ठाउँ। तपाईँहरूले बजारमा ल्याउँदाखेरि कति एउटा बोरा कति ल्याउँछ? 150 रुपियाँ भाडा? 100 रुपियाँ ल्याउँछ। त्यो 100 रुपियाँ महँगो रहेछ क्या। 100 रुपियाँ महँगो। बजारबाट गाडीमा ल्याउँदा 100 रुपियाँ बढी पर्ने भयो। 100 रुपियाँ भाडा छ अहिले। होलसेल पसल त राखेको छैन, फाटफुट पसल। अब वैशाखमा मैले सामान ल्याएको थिएँ तलतिरबाट, त्यो सामानको तुलनामा त्यो रेट जुन रेटमा हामीले यहाँ दियौँ त्यो रेटमा अहिले बजार पनि महँगो छ। त्यसको तुलना गर्ने भने हुनाले सस्तै पऱ्यो। हाम्रो चामललाई 2100 मा दिएको थियौँ यहीँ, अनि मिडियम साइजको मसिनो चामललाई 1875 मा दिएको थियौँ। अहिले त्यो रेटमा बजारै छैन त्यो चामल। पहिला तपाईँहरू यहाँबाट बजार जाँदा कति लाग्थ्यो? 5 घन्टा? लाग्दैन सर, 5 घन्टा त लाग्दैन। हिँड्न नसक्ने मान्छेलाई 4 घन्टा लाग्छ, नत्र हामीहरू त 2.5-3 घन्टामा पुगिहाल्छ। पहिला अहिले पनि हिँड्छौँ हिँड्न त। पहिला बाटो नबन्दाखेरि? बाटो नबन्दाखेरि त्यस्तो अलिअलि फरक हुन्थ्यो। बाटो नबन्दाखेरि आधा घन्टासम्म, अहिले पनि हिँडेर 2.5-3 घन्टामा पुगिहालिन्छ। प्रायः जस्तो तपाईँहरू गाडीमा जानुहुन्छ? अब जानेहरू त गाडीमा प्रायः जस्तो गाडीमै जान्छन्, तर कतिपय मान्छेहरू हिँडेर जाने खालका पनि छन्। आउँदाखेरि चाहिँ अनिवार्य गाडीमा आउने सामान ल्याउने। हिँड्दाखेरि यहाँ बिहान यहाँबाट गाडी लाग्दैन, गाडी त आउने माथिबाटै हो। माथिबाट यहाँ अन्जेलसम्म 8-9-10 बजिहाल्छ। अब यहाँबाट बिहान खाजा खाएर निस्क्यो भने 9-10 बजे बजार पुगिहालिन्छ। त्यो भएर अनि अलिकति जागरुक हुने मान्छेहरू हिँडेरै जान्छन्। यो बिजुली पोलहरू हेरेको लागि हो यो? यो केन्द्रीय लाइन पोल भन्दै थियो, अब यहीँकै लागि हो। तपाईँहरूको गाउँ पनि घुम्यो होइन? यो गाउँमा स्याउ छन् कि छैन? छ, अर्ग्यानिक पनि होला। के नाम हो तिम्रो? रित्तिका हो। के खान लाग्यो? स्याउ मिठो हुन्छ? ओहो, चिसो भएको छ? भएको छैन? ल खाऊ है। यस पर्यटकीय क्षेत्रमा घुम्ने क्रम जारी नै छ दर्शकबिन। तपाईँहरूले देख्न सक्नुहुन्छ धेरै टाढा पिकनिकको लागि तयार पारिएको सानो घर। हामी अवश्य त्यस स्थानसम्म पक्कै पुग्ने नै छौँ। प्राय जसो यस स्थानमा श्रावण र भाद्र महिनामा पर्यटकको भिड लाग्ने गर्दछ दर्शकबिन। अहिले यो गोठी चौर क्षेत्र निकै नै सुनसान देखिन्छ। भित्र हेर्दा निकै फोहोर देखिन्छ। बाहिर ग्राउन्डमा पनि फोहोर थुपारिएको हामी देख्न सक्छौँ। केही मिटर टाढा हामी भेडाहरू चढिरहेको देख्न सक्छौँ। केही पर मात्र हामीहरूले गाईहरू देखिरहेका छौँ। दर्शकबिन, हामी स्थानीय भेडी गोठाला नजिकै देखिरहेका छौँ। हामी उनीसँग केही कुरा पक्कै गर्ने नै छौँ। कति छन् भेडा? 100? तपाईँको मात्र 100 कि सबै लाएर? सबै 2 भाइ गाडी 100 2 भाइ गाडी 100 छन्।
साँझतिर घरतिर लानुहुन्छ कि साँझ घरतिर लैन्छ। कति बजी फर्किनुहुन्छ? हामीहरू त्यही 6 बजीतिर ल्याउँछौँ। 6 बजीतिर। झल पनि पर्छ त्यही हो। अरू खुसी हुनुहुन्छ नि? सब खुसी। ए जुम्लातिर जानुहुन्छ जानुहुन्न? जान्छु। हुन्छ? ए ल ठिक छ। ल पार्टी घर हो। त्यो उर्ली टुबा घर। यता छेउतिरको? छेउती नाति घर। ए हेरी त्यो आन्न भरिमा कतिसम्मको छ? खसी चाहिँ छन् कोही 8-10 हेरेर खसी हेरेर हुन्छन्। 10-12 हजार? 10-12 हजार पनि छन्। कति 10-12 हजार पर्ने कति किलो हुन्छ? 15 किलो? 15 होला 15-16 किलोसम्म छन् खसी। कति छन् यहाँ यो गाउँमा? धेरै छन् भेडा बाख्रा? 500 हजार? भेडा त छन्। अद्धले बेचे, धेरै बेचे अहिले साल ताती बर्ख। ए रोल्पातिर लिएर बेचे है। अनि अद्ध छन्, अझै छन्। पाल्न छोडिसके कि अझ फेरि पाल्छन् मान्छेहरूले? कोहीले पाल्यो, अद्धले बेच्यो, कोही अझ किन्ने छन्। पाटा त ल्याउनु कोही भेडा। ए कति घरधुरी हुनुहुन्छ यहाँ? यो हुनु 80-90 लो। यो गाउँको नाम के हो? कोल्टे हुनु कोल्टे। म त पहिला बसोबास त यता कुरी गाउँ हो। ए त्यहाँबाट पछि नाफी गरेर नि गुट्छ के। अनि पछि नाफी गर्दाखेरि सब अनि अद्ध गाउँबाट न त यहाँ रमाइलो ताती हुन्छ कि ताती साउन महिना। साउन महिना रमाइलो हुन्छ? साउनको महिना विद्यार्थी आउँछन्, कनका आउँछन् 50 दिन बाँकी। साउनमा कि भदौमा? साउनको महिना। साउन भदौ त्यही बेला माइ रमाइलो हुन्छ। एउटै जातको हुनुहुन्छ कि थरी थरीका हुनुहुन्छ यहाँ? हामीहरू हजुर सबै एउटै। कोही बुढा छन्, कोही बोहरा छन्, कोही ए ऐँटी भए, कोही रोकाए, त्यस्तै छन्। साँझ कति 6 बजीतिर फर्किनुहुन्छ नि भेडा बाख्रा लिएर? 6 बजीतिर हुन्छ। हजुर यही नजिकै जतिखेर फर्कियो भने यस्तै छ, यस्तो घर नजिक पात आउनै जरा अन्त अघिसम्म कतै भेडा देखिएन नि यिनीहरू? अनि हेर कता? ताती बर्खा लिकतिर ल्याएछ पान्न भर्खर नि अस्ति झार्यो। ए अस्ति झार्यो अनि के त्यही त किन यहाँ यो चौरमा खसी भेडा छैनन् आज भन्ने मान्ने? नत्र खसी अहिले ल्याउँछन्, अद्ध भेडा लाएन आज अहिले लाउनु अद्ध कोही बोल होइन। यहाँ खसी भेडा चाहिँ टन्नै रहेछन् होइन? जाडोमा के गर्नुहुन्छ पछि? पछि हिमाची नै के गर्नुहुन्छ भने डाला काट्नुपर्छ, कुचुक हो। बस्नु त यतैतिर बस्छ? बस्ने नै हो। अनि घरैबाट चराउन लिने बेलुका ल्याउनु। अब यहाँ हिउँ पर्छ होला नि? यो मुक्सी र पुसामा माघ महिना दिन पर्छ। अनि भेडाहरू भित्रै हो बस्ने? बस्ने त गोठै हो। त्यसपछि बाहिर निस्किन? बाहिर आउने घाँसहरू हालिदिने त्यही गर्छ। दाना भयो मकैहरू दाना ल धन्यवाद छ तपाईँलाई यहाँको बारेमा के जानकारी दिएकोमा है। ल तपाईँलाई साथीहरू कति रमाइलो छ यो गोठी चौर। तपाईँहरू देख्न सक्नुहुन्छ यो दृश्यमा। अब हामी फर्किँदैछौँ यो स्थानबाट। दर्शकबिन तपाईहरू यो मन्दिर देख्न सक्नुहुन्छ। यो चलचित्र सुटिङ गर्नको लागि बनाइएको रहेछ। यहाँका स्थानीयवासीहरूले
जानकारी दिएका छन् हामीलाई। फाइनली हामी यहाँदेखि फर्किसकेका छौँ। चिया खाएर गइहाल्छ कि भाइ, चिया खानु भइहाल्छ। यो आनन्द होटलमा नास्ता गरिसकेपछि हाम्रो यात्रा जुम्ला खलङ्गा बजारको लागि हुनेछ। दही चिउरा खानको लागि हामी प्रवेश गरेका थियौँ, तर दही चिउरा नपाउने भएपछि हामी केही हल्का नास्ता खाएर जुम्ला खलङ्गाको लागि यात्रा तय गर्नेछौँ। केही समयमै हामी जुम्ला खलङ्गा पुग्नेछौँ। लगभग हामी जुम्लाको सदरमुकाम खलङ्गा बजार आइपुगेका छौँ।